Hello everyone, I hope you are doing well and staying healthy. म यो भिडियोको मार्फत तपाईहरुलाई पीटी को ओपिनियन बेस्ड एसे र डिस्कसन बेस्ड एसे को बारेमा सिकाउनको लागि गइरहेको छु। कृपया यो भिडियोलाई तपाईहरुले अन्तिम समयसम्म हेर्नु होला। धेरै विद्यार्थीहरूले परीक्षामा एउटा सामान्य गल्ती के गर्छन् भने उनीहरूले कुनै विषय देख्ने बित्तिकै एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस अर्थात फाइदा र बेफाइदाका बारेमा लेख्न सुरु गर्छन्, जबकि प्रश्न वास्तवमा ओपिनियन बेस्ड क्वेशन हुन सक्छ। याद राख्नुहोस्, तपाईले ओपिनियन बेस्ड एसेमा डाइरेक्ट फाइदा र बेफाइदाको साटो तपाईले एउटा अस्पष्ट पक्ष रोज्नु पर्छ। उदाहरणको लागि, यदि प्रश्नले तपाईलाई एग्री र डिसएग्री को बारेमा सोधेको छ भने तपाईले एग्री वा डिसएग्री मध्ये एउटा अस्पष्ट पक्ष रोज्नु पर्छ। चाहे तपाई एग्री को बारेमा रोज्नुस् वा डिसएग्री को बारेमा रोज्नुस्, त्यो तपाईको आफ्नो इच्छाको कुरा हो र सम्पूर्ण एसेमा त्यही विचारलाई समर्थन गर्दै लेख्नुपर्छ। ओपिनियन बेस्ड एसे लेख्दाखेरि बडी प्याराग्राफ 1 मा तपाईले एउटा कारण दिनुपर्छ, त्यसलाई समर्थन गर्ने विचारहरू र एउटा अस्पष्ट उदाहरण दिनुपर्छ। त्यसैगरी ओपिनियन बेस्ड एसे को बडी प्याराग्राफ 2 मा तपाईले अर्को कारण, त्यसलाई समर्थन गर्ने विचारहरू र अर्को उदाहरण दिनुपर्छ। ओपिनियन बेस्ड एसेमा दुवै बडी प्याराग्राफमा तपाईले रोजेको एउटै ओपिनियनलाई समर्थन गर्दै पुरै एसे लेख्नुपर्ने हुन्छ। तर डिस्कसन बेस्ड एसेमा तपाईले प्रश्न अनुसार दुवै पक्ष वा विभिन्न पक्षहरूको बारेमा छलफल गर्नुपर्छ। उदाहरणको लागि, डिस्कसन बेस्ड एसेमा एडभान्टेज र डिसएडभान्टेजको बारेमा लेख्दाखेरि बडी प्याराग्राफ 1 मा एडभान्टेज, एक्सप्लेनेसन र एउटा रेलेभन्ट इक्जाम्पल दिनुपर्छ। त्यसैगरी बडी प्याराग्राफ 2 मा डिसएडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ, एक्सप्लेनेसन गर्नुपर्छ र अर्को रेलेभन्ट इक्जाम्पल दिनुपर्छ। त्यसैले ओपिनियन बेस्ड एसे र डिस्कसन बेस्ड एसेमा मुख्य फरक एकदमै सरल छ। ओपिनियन बेस्ड एसेमा एउटा अस्पष्ट पक्ष, दुईवटा सपोर्टिङ रिजन्स लेख्नुपर्छ, तर डिस्कसन बेस्ड एसेमा दुवै पक्ष वा विभिन्न पक्षहरूको बारेमा लेख्नुपर्छ। त्यसैले लेख्न सुरु गर्नु अघि सधैँ प्रश्नलाई ध्यानपूर्वक पढ्नुहोस्। पहिले क्वेशनको टाइप थाहा पाउनुहोस्। एक पटक तपाईले क्वेशनको टाइप थाहा पाएपछि सही स्ट्रक्चर छनौट गर्नुहोस् र लेख्न सुरु गर्नुहोस्। You can see here on the screen understanding the difference between opinion based and discussion based essays. In the PT essay writing section, you will mainly encounter two types of essays: opinion based essay, discussion based essay. In opinion based essay, choose one side. Opinion based essay मा तपाईले एउटा साइडलाई मात्रै चुज गर्नुपर्ने हुन्छ, चाहे तपाई एग्रीलाई चुज गर्नुस् अथवा डिसएग्रीलाई चुज गर्नुस् र पुरै एसे त्यही कुरालाई समर्थन गर्दै लेख्नुपर्ने हुन्छ। तर डिस्कसन बेस्ड एसेमा डिस्कस बोथ साइड्स। डिस्कसन बेस्ड एसेमा तपाईले एडभान्टेज र डिसएडभान्टेजका कुराहरूलाई लेख्नुपर्ने हुन्छ, दुवै साइडको कुराहरूलाई लेख्नुपर्ने हुन्छ। You can see here on the screen, many students lose marks because they use the wrong essay structure. Therefore, the first step is to identify the essay type before you start writing. Once you know the question type, choose the correct structure becomes easy and your chances of scoring higher increase. Opinion based essay. What is an opinion based essay? Opinion based essay के हो त? An opinion based essay requires you to choose one clear position and support it throughout the essay. त ओपिनियन बेस्ड एसेमा तपाईले आइदर एग्री अथवा डिसएग्री को कुनै एउटा कुरालाई समर्थन गर्दै पुरै एसे त्यसैलाई लेख्नुपर्ने हुन्छ। You must write a single-sided answer. If you agree, continue supporting your agreement. If you disagree, continue supporting your disagreement. If you believe it is positive, support only the positive side. If you believe it is negative, support only the negative side. Never write both advantages and disadvantages unless the question asks for both. A clear and consistent opinion always creates a stronger essay. So, ओपिनियन बेस्ड एसेमा तपाईहरुले यति कुरा बुझ्नुपर्छ कि तपाईले एउटा एग्रीको पक्ष चुज गर्नुहुन्छ अथवा डिसएग्रीको पक्षलाई चुज गर्नुहुन्छ, त्यो तपाईको इच्छा स्वेच्छा कुरा हो र तपाईले जुन आफ्नो पक्षलाई रोज्नु भएको छ
त्यही पक्षको बारेमा पुरै एसे लेख्नुपर्ने हुन्छ। हाउ टु आइडेन्टिफाई ओपिनियन बेस्ड क्वेसन्स। कमन क्वेसन टाइप्स। You can easily identify an opinion-based essay by these question statements. यी तलका स्टेटमेन्टहरू पढेर तपाईले ओपिनियन बेस्ड क्वेसनहरू थाहा पाउन सक्नुहुन्छ। जस्तै डु यु एग्री अर डिसएग्री, व्हाट इज योर ओपिनियन, टु व्हाट एक्सटेन्ट डु यु एग्री अर डिसएग्री, इज दिस अ पोजिटिभ अर नेगेटिभ डेभलपमेन्ट, इज इट बेनिफिशियल अर हार्मफुल टु सोसाइटी। दिस क्वेसन आस्क फर one clear opinion, not both sides. You can see here on the screen opinion based essay questions. त ओपिनियन बेस्ड क्वेसनहरू कस्ता हुन्छन् त म यहाँनिर केही ओपिनियन बेस्ड क्वेसन्सका इक्जाम्पलहरू देखाउनको लागि गइरहेको छु। जस्तै some people believe that students should study only subjects that are useful for their future careers. To what extent do you agree or disagree? यो चाहिँ ओपिनियन बेस्ड क्वेसन्स हो। क्वेसन नम्बर 2, artificial intelligence will improve the quality of education in the future. To what extent do you agree or disagree? Question number 3, children should spend more time participating in outdoor activities than studying. Do you agree or disagree? त्यसै गरी question number 4, governments should spend more money on public transportation than on building new roads. To what extent do you agree or disagree? Question number 5, university education should be free for all students. Do you agree or disagree? Question number 6, social media has a negative impact on young people. To what extent do you agree or disagree? Question number 7, people should use public transport instead of private cars whenever possible. Do you agree or disagree? Question number 8, technology has made people's lives more stressful rather than easier. To what extent do you agree or disagree? त यी सबै क्वेसनहरू ओपिनियन बेस्ड एसे क्वेसन्सका इक्जाम्पल्सहरू हुन्। यु क्यान सी हियर अन द स्क्रिन ओपिनियन बेस्ड एसे स्ट्रक्चर। त ओपिनियन बेस्ड एसे लेख्दाखेरि हामी कस्तो स्ट्रक्चरलाई फ्लो अप गर्नुपर्दछ त हेर्नुहोस्। जस्तो कि इन्ट्रोडक्सन, सबभन्दा पहिला इन्ट्रोडक्सन लेख्नुपर्ने हुन्छ। टपिक इन्ट्रोडक्सन, क्लियर ओपिनियन राख्नुपर्ने हुन्छ। त्यसपछि बडी प्याराग्राफ 1 लेख्नुपर्ने हुन्छ। बडी प्याराग्राफ 1 मा तपाईले एउटा रिजन दिनुपर्ने हुन्छ, सपोर्टिङ आइडियाज लेख्नुपर्ने हुन्छ र एउटा रेलेभन्ट एक्जाम्पल दिनुपर्ने हुन्छ। त्यसै गरी बडी प्याराग्राफ 2 मा रिजन 2, सपोर्टिङ आइडियाज एन्ड अनदर रेलेभन्ट एक्जाम्पल दिनुपर्ने हुन्छ। सो बडी प्याराग्राफ 1 मा तपाईले एउटा एक्जाम्पल दिनुपर्ने हुन्छ र बडी प्याराग्राफ 2 मा पनि अर्को एउटा एक्जाम्पल दिनुपर्ने हुन्छ। त्यसपछि तपाईले कन्क्लुजन लेख्नुपर्ने हुन्छ। कन्क्लुजनमा रिस्टेट ओपिनियन समरी लेख्नुपर्ने हुन्छ। एक्जाम्पल अफ पिटी ओपिनियन बेस्ड एसे। म यहाँनिर एउटा ओपिनियन बेस्ड एसे कस्तो हुन्छ त्यसको एन्सर मैले प्रस्तुत गरेको छु। हेर्नुहोस् त, मेनी पिपुल बिलिभ द्याट आर्टिफिशियल इन्टेलिजेन्स विल इम्प्रुभ एजुकेसन। डु यु एग्री अर डिसएग्री? गिभ रिजन्स फर योर एन्सर। सो तपाईलाई ओपिनियन बेस्ड एसेमा पुरै एसेभरि एउटै चाहे एग्रीलाई रोज्नुहोस् अथवा डिसएग्रीलाई रोज्नुहोस्, तपाईँ कुनै एउटालाई समर्थन गरेर पुरै एसे लेख्नुपर्ने हुन्छ। त सबभन्दा पहिला यहाँ टपिकमा लेखेको छु मैले, आर्टिफिशियल इन्टेलिजेन्स हैज बिकम एन इम्पोर्टेन्ट पार्ट अफ मोडर्न एजुकेसन। टुडे मेनी स्कुल्स, कलेजेस एन्ड युनिभर्सिटिज यूज AI टूल्स टू इम्प्रूव टिचिङ एन्ड लर्निङ। आई स्ट्रङली एग्री द्याट AI विल इम्प्रूव एजुकेसन बिकज इट प्रोभाइड्स पर्सनलाइज्ड लर्निङ एन्ड मेक्स क्वालिटी एजुकेसन मोर एक्सेसेबल टु एभ्री वान। त्यसपछि मैले बडी 1 मा सपोर्ट गर्दै लेख्दैछु यहाँनिर, one of the main reasons why I support AI is that it improves the quality of education. Every student learns at different level and AI helps them understand difficult topics more easily. It can identify students' strengths and weaknesses and provide suitable study materials with instant feedback. For example, many students use AI to prepare for PT, IELTS, Duolingo, SAT and GMAT examinations. With the help of AI, they can improve their skills, achieve better scores and gain admission to foreign universities and colleges. AI has become one of the best learning tools because it is available whenever students need help. त मैले यहाँनिर AI लाई समर्थन गर्दै AI को मैले एग्रीको पक्षमा, एडभान्टेजको पक्षमा लेख्दै छु। त मैले यहाँनिर भनेको स्टुडेन्टहरूलाई PT, IELTS हरू, Duolingo, SAT र GMAT को एक्जामिनेसनमा हेल्प गर्नुहुन्छ र स्टुडेन्ट्सहरूले विभिन्न प्रकारका एक्जामिनेसनहरूको तयारी गर्दाखेरि स्पिकिङ, राइटिङ, रिडिङ, लिसनिङका कुराहरू जुन छ
करेक्ट गर्ने प्रशस्त मौकाहरू पाउँछन् र एआईले जुन छ विद्यार्थीको जीवनमा भ्यालु क्रिएट गरेको छ। त्यसै गरी मैले बडी प्याराग्राफ 2 मा पनि एग्रीलाई अथवा एडभान्टेजलाई समर्थन गर्दै पुनः लेखेको छु। Another important reason is that AI students develop practical skills for the future. There are many online courses available on the internet, allowing students to learn new skills and earn money in the modern era. For example, students can create YouTube content, design attractive thumbnails, improve their digital skills, and reach a wider audience across the world. As a result, AI not only supports academic success but also prepares students for future careers. त म यहाँनिर इक्जाम्पल दिएको छु बडी प्याराग्राफ 2 मा एडभान्टेजलाई अथवा एग्रीलाई सपोर्ट गर्दै कि स्टुडेन्टहरूलाई जुन छ युट्युब कन्टेन्ट क्रिएट गर्न हेल्प गर्छन्, एट्र्याक्टिभ थम्बनेल्सहरू बनाउन सहयोग गर्छ र डिजिटल मिडियामा स्किलहरू बढाएर वाइडर अडियन्सलाई एट्र्याक्टिभ गर्न सक्नुहुन्छ। र बडी 1 मा पनि मैले एउटा इक्जाम्पल दिएको छु। फर इक्जाम्पल, मेनी स्टुडेन्ट्स use AI to prepare PT, IELTS, Duolingo, SAT and GMAT examination. त मैले बडी 1 मा एउटा इक्जाम्पल दिएको छु र बडी 2 मा पनि मैले एउटा इक्जाम्पल दिएको छु र लास्टमा मैले कन्क्लुजन लेखेको छु। In conclusion, I strongly believe that AI has a positive impact on education. It provides personalized learning, improves access to knowledge, and helps students achieve both academic and professional success. Therefore, AI should be used wisely to create a brighter future for learners. यो चाहिँ मेरो चाहिँ कन्क्लुडिङ सेन्टेन्स हो। त तपाईले हेर्नुभयो कि यो चाहिँ ओपिनियन बेस्ड एसेमा मैले यहाँनिर टपिक लेखेँ, त्यसपछि बडी 1 मा मैले आफ्नो एडभान्टेजका कुराहरूलाई सपोर्ट गर्दै मैले चाहिँ इक्जाम्पल दिए र लेखेको छु। त्यसै गरी पुनः बडी प्याराग्राफ 2 मा आफ्नो एडभान्टेजकै कुराहरूलाई समर्थन गर्दै र अर्को एउटा इक्जाम्पल यहाँनिर दिएको छु र यहाँनिर लास्टमा कन्क्लुडिङ सेन्टेन्स लेखेको छु। तर स्टुडेन्ट्सहरूले प्राय जस्तो पिटीको इक्जाममा कस्तो गल्ती गर्छन् भने, मानौ यहाँनिर क्वेसन छ, मेनी पिपुल बिलिभ द्याट आर्टिफिसियल इन्टेलिजेन्स विल इम्प्रुभ एजुकेसन, डु यु एग्री अर डिसएग्री, गिभ रिजन्स फर योर एन्सर। त विद्यार्थीहरूले यहाँनिर टपिक लेख्छ र यहाँनिर एडभान्टेज लेख्छ र अर्को बडी प्याराग्राफ 2 मा डिसएडभान्टेज लेखेर आउँछ। त्यो चाहिँ सरासर गलत हो र यसरी लेख्दाखेरि तपाईहरूले आफ्नो मार्क्स लुज गर्नुहुन्छ। त यो ओपिनियन बेस्ड एसे हो। तपाईले यसमा पुरै एसेभरि चाहे एडभान्टेजको पक्षलाई रोज्नुहोस् अथवा डिसएडभान्टेजको पक्षलाई रोज्नुहोस्, चाहे एग्रीको पक्षलाई रोज्नुहोस् अथवा डिसएग्रीको पक्षलाई रोज्नुहोस्, पुरै एसेभरि तपाईहरूले एउटा पक्षलाई मात्रै रोजेर पुरै एसे लेख्नुपर्ने हुन्छ। यो होइन कि मैले बडी 1 मा एग्रीको पक्षमा वा एडभान्टेजको पक्षमा लेखेको छु र बडी 2 प्याराग्राफमा मैले डिसएडभान्टेजको पक्षमा लेख्न पुगेको छु, आर्टिफिसियल इन्टेलिजेन्सको बेफाइदाको पक्षमा लेख्न पुगेको छु। त्यसरी काम गर्दैन, किनकि यो चाहिँ ओपिनियन बेस्ड एसे हो र ओपिनियन बेस्ड एसेमा तपाईले या त एग्री छ भने, यदि एग्री हुनुहुन्छ भने पुरै एसेलाई एग्री देखाएरै लेख्नुपर्ने हुन्छ। त्यो तपाईको आफ्नो इच्छा र स्वेच्छाको कुरा हो। आइदर यु चुज एग्री और यु चुज डिसएग्री। यदि तपाईँ एग्रीको पक्षमा लेख्नुभयो भने बडी प्याराग्राफ 1 मा पनि एग्रीकै कुराहरू इक्जाम्पल दिनुपर्ने हुन्छ, बडी प्याराग्राफ 2 मा पनि एग्रीकै कुराहरू र एउटा अर्को रेलेभेन्ट इक्जाम्पल दिनुपर्ने हुन्छ र कन्क्लुडिङ सेन्टेन्स लेख्नुपर्ने हुन्छ। यदि होइन, तपाईँ चाहिँ डिसएग्री हुनुहुन्छ भने तपाईँ बडी प्याराग्राफ 1 मा डिसएग्रीका कुराहरू लेख्नुहोस्, एउटा इक्जाम्पल दिनुहोस्, बडी 2 मा पनि डिसएग्रीका कुराहरू लेख्नुहोस्, अर्को एउटा इक्जाम्पल दिनुहोस् र लास्टमा तपाईँले कन्क्लुडिङ सेन्टेन्स लेखेर इन्ड गर्नुपर्ने हुन्छ। त म यहाँनिर यसरी तपाईँलाई देखाएँ, तपाईँहरू पनि यो अनुसार नै गर्नुहोस्। यु क्यान सी हियर अन द स्क्रिन डिस्कसन बेस्ड एसे। अब हामी डिस्कसन बेस्ड एसेको बारेमा कुराहरू बुझौँ। व्हाट इज अ डिस्कसन बेस्ड एसे? अ डिस्कसन बेस्ड एसे रिक्वायर्स यु टु डिस्कस बोथ साइड्स अफ द टपिक बाई गिभिङ ब्यालेन्स्ड रिजन्स एन्ड एक्जाम्पल्स। त डिस्कसन बेस्ड एसेमा तपाईले दुवै पक्षका कुराहरू एनालाइसिस गरेर लेख्नुपर्ने हुन्छ। एसे क्वेसन प्याटर्न्स, कस्तो प्रकारको क्वेसनहरू हुन्छ त यसमा? एग्री अर डिसएग्री, एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस, कज एन्ड इफेक्ट्स,
प्रब्लम्स एन्ड सल्युसन, डिस्कस बोथ भ्युज। यस्ता कुराहरू तपाईलाई डिस्कसन बेस्ड एसेमा भ्युजहरू राख्नको निमित्त दिन्छ। प्रेजेन्ट बोथ साइड्स विथ इक्वल इम्पोर्टेन्स बिफोर रिचिङ योर कन्क्लुजन। हाउ टु आइडेन्टिफाई डिस्कसन बेस्ड क्वेसन्स। म यहाँनिर तपाईहरूलाई डिस्कसन बेस्ड एसेहरू कस्तो प्रकारका हुन्छन् त त्यो चाहिँ क्लियरली देखाउनको लागि केही इक्जाम्पलहरू प्रस्तुत गर्नको लागि गइरहेको छु, तपाईहरू बुझ्नुहोस्। जस्तै एडभान्टेज र डिसएडभान्टेजका एसेहरू डिस्कसन बेस्डमा कस्तो हुन्छ त। मानौ मेन्टेनिङ अ ब्यालेन्स बिट्विन वर्क एन्ड फ्यामिली लाइफ इज बिकमिङ इन्क्रिजिङली इम्पोर्टेन्ट इन मोडर्न सोसाइटी। वाट आर द एडभान्टेजेस एन्ड डिसएडभान्टेज अफ अचिभिङ अ गुड वर्क लाइफ ब्यालेन्स। तपाईलाई एडभान्टेज र डिसएडभान्टेजको कुरा लेख्नु पर्यो भने डिस्कसन बेस्ड क्वेसन यस्तो हुन्छ। त्यसै गरी एग्री र डिसएग्रीको बारेमा सोधेको छ भने कस्तो क्वेसन हुन्छ त। डिस्कसन बेस्ड क्वेसनमा यस्तो क्वेसन हुन्छ। मानौ सम पिपुल बिलिभ द्याट वर्किङ फ्रम होम इज मोर बेनिफिसियल देन वर्किङ इन एन अफिस। डु यु एग्री अर डिसएग्री। त्यसै गरी कज एन्ड इफेक्ट्सको बारेमा सोधेको छ भने कस्तो क्वेसन हुन्छ त डिस्कसन बेस्ड क्वेसनमा यस्तो क्वेसन हुन्छ। Nowadays, many young people spend a significant amount of time on social media. What are the causes and effects of this trend? त्यसै गरी प्रब्लम्स एन्ड सल्युसनको बारेमा यदि तपाईले सोध्छ भने डिस्कसन बेस्ड क्वेसन कस्तो हुन्छ त यस्तो हुन्छ। Many cities around the world are facing increased traffic congestion. What are the main problems associated with this issue and what solutions can be suggested? त्यसै गरी यदि डिस्कस बोथ भ्युज वाला क्वेसन आयो भने कस्तो क्वेसन हुन्छ त डिस्कसन बेस्ड क्वेसन अनुसार यस्तो क्वेसन हुन्छ। सम पिपल बिलिभ द्याट चिल्ड्रेन सुड स्पेन्ड मोर टाइम स्टडिङ while others believe that they should spend more time participating in outdoor activities. Discuss both views and give your own opinion. त तपाईहरूले यहाँनिर स्क्रिनमा हेर्नुभयो कि डिस्कसन बेस्ड एसे अन्तर्गत कस्तो प्रकारको क्वेसनहरू हुन्छन् त। यु क्यान सी हियर अन द स्क्रिन डिस्कसन बेस्ड एसे स्ट्रक्चर। अब तपाईहरूले पीटीको एक्जाममा डिस्कसन बेस्ड एसे लेख्नु पर्यो भने कस्तो प्रकारको स्ट्रक्चरहरू तपाईहरूले फ्लो गर्नुपर्ने हुन्छ त यसरी फ्लो गर्नुपर्ने हुन्छ। जस्तो कि सबभन्दा पहिले इन्ट्रोडक्सन लेख्नुपर्ने हुन्छ। इन्ट्रोडक्सनमा इन्ट्रोड्युस द टपिक, प्रेजेन्ट बोथ पर्सपेक्टिभ, रिस्पोन्ड टु द क्वेसन एप्रोप्रिएटली। त्यसपछि बडी प्याराग्राफ 1 लेख्नुपर्ने हुन्छ। बडी प्याराग्राफ 1 मा तपाईहरूले फर्स्ट पर्सपेक्टिभ अथवा एडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ। त्यसमा सपोर्टिङ आइडियाज लेख्नुपर्ने हुन्छ र एउटा रेलेभन्ट इक्जाम्पल लेख्नुपर्ने हुन्छ। त्यसै गरी बडी प्याराग्राफ 2 मा तपाईहरूले सेकेन्ड पर्सपेक्टिभका कुराहरू लेख्नुपर्ने हुन्छ अथवा डिसएडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ र त्यसलाई सपोर्टिङ आइडियाज लेख्नुपर्ने हुन्छ र अर्को एउटा रेलेभन्ट इक्जाम्पल दिनुपर्ने हुन्छ। त डिस्कसन बेस्ड एसेमा तपाईहरूले बडी प्याराग्राफ 1 मा एडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ र एउटा रेलेभन्ट इक्जाम्पल देखाउनु पर्ने हुन्छ। त्यसै गरी बडी प्याराग्राफ 2 मा डिसएडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ र अर्को रेलेभन्ट इक्जाम्पल देखाउनु पर्ने हुन्छ। बडी प्याराग्राफ 1 मा एउटा इक्जाम्पल दिनुपर्ने हुन्छ, बडी प्याराग्राफ 2 मा अर्को एउटा इक्जाम्पल देखाउनु पर्ने हुन्छ र लास्टमा कन्क्लुजन लेख्नुपर्ने हुन्छ। कन्क्लुजनमा रिस्टेट द मेन आइडियाज, प्रोभाइड अ लजिकल क्लोजिङ स्टेटमेन्ट। यु क्यान सी हियर अन द स्क्रिन एसेन्सियल कनेक्टर्स फर इन्हेन्सिङ एसे कोहेरेन्स एन्ड लोजिकल फ्लो। तपाईले एसेको कोहेरेन्स र लोजिकल फ्लोको लागि केही इम्पोर्टेन्ट कनेक्टरहरू युज गर्नुपर्ने हुन्छ किनकि तपाईले कनेक्टरको र लोजिकल कोहेरेन्स मिलाएको बापत पनि तपाईले पीटीको एसेमा मार्क्स पाउनुहुन्छ। त कस्तो प्रकारको कनेक्टरहरू हुन्छन् त। मानौ इन्ट्रोडक्सनमा तपाईँ लेख्न सक्नुहुन्छ इन रिसेन्ट इयर्स, नाउडेज, इट इज वाइडली बिलिभ द्याट, इट इज अफेन आर्ग्यु द्याट। यिनीहरूमध्ये कुनै एउटा तपाईँलाई जुन सजिलो लाग्छ त्यो लेख्नुहोला। त्यसै गरी प्रेजेन्टिङ डिफ्रेन्ट पर्सपेक्टिभ्समा अन द वान ह्यान्ड, अन द अदर ह्यान्ड, फ्रम वान पर्सपेक्टिभ, फ्रम अनदर पर्सपेक्टिभ। अब यिनीहरूमध्ये तपाईँलाई कुन कनेक्टर सजिलो लाग्छ त्यो चाहिँ एउटा राख्नुहोला। त्यसै गरी एडिङ सपोर्टिङ आइडियाजमा फर्दर मोर, मोरओभर, इन एडिसन, एडिसनली, बिसाइड्स यिनीहरूमध्ये तपाईँले एउटा चाहिँ राख्नुहोला। त्यसै गरी गिभिङ इक्जाम्पल्स अन्तर्गत फर इक्जाम्पल, फर इन्स्ट्यान्स, टु इलिस्ट्रेट यिनीहरूमध्ये कुन चाहिँ सजिलो लाग्छ त्यो एउटा चाहिँ राख्नुहोला। त्यसपछि सोइङ रिजल्ट्स, यसमा देयरफोर, कन्सिक्वेन्टली, एज ए रिजल्ट, हेन्स यिनीहरूमध्ये कुनै एउटा कनेक्टर राम्रोसँग युज गर्नुहोला।
र लास्टमा कन्क्लुजन लेख्नुपर्ने हुन्छ। कन्क्लुजनमा मानौ इन कन्क्लुजन, टु कन्क्लुड, ओभरअल, इन भ्यू अफ द आर्गुमेन्ट्स आउटलाइन्ड एबभ, यिनीहरूमध्ये कुन सही लाग्छ एउटा चाहिँ राख्नुहोला र कन्क्लुजन सेन्टेन्सहरू लेख्नुहोला। यु क्यान सी हियर अन द स्क्रिन एक्जाम्पल अफ डिस्कसन बेस्ड एसे। म यहाँनिर स्क्रिनमा डिस्कसन बेस्ड एसेको एउटा इक्जाम्पल दिएको छु। यहाँनिर क्वेसन दिएको छु, मेन्टेनिङ अ ब्यालेन्स बिट्विन वर्क एन्ड फ्यामिली लाइफ इज बिकमिङ इन्क्रिजिङली इम्पोर्टेन्ट इन मोडर्न सोसाइटी। वाट आर द एडभान्टेजेस एन्ड डिसएडभान्टेज अफ एचिभिङ अ गुड वर्क लाइफ ब्यालेन्स। अब मैले यसलाई लेखेको छु, यो चाहिँ टपिक हो। One of the most significant trends in today's world is the increasing issue of balancing work life and family life. Although work life is important, family life is equally important. This essay discusses both perspectives. त यो एसे डिस्कसन बेस्ड अन्तर्गत पर्दछ र मैले यहाँनिर बडी 1 मा एडभान्टेज, सपोर्टिङ आइडियाज र एउटा रेलेभेन्ट इक्जाम्पल देखाउनु पर्ने हुन्छ। त्यसै गरी बडी प्याराग्राफ 2 मा डिसएडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ र सपोर्टिङ आइडियाज दिनुपर्ने हुन्छ र एउटा अर्को रेलेभेन्ट इक्जाम्पल दिनुपर्ने हुन्छ र लास्टमा कन्क्लुडिङ सेन्टेन्स लेख्नुपर्ने हुन्छ। जस्तो कि मैले लेखेको छु यहाँनिर, अन द वान ह्यान्ड maintaining a good work-life balance can help people become financially strong while giving them enough time for their families. Although excessive work can reduce family time, dedication to work can provide financial security and a better standard of living for the family. जस्तो कि मैले यहाँनिर उजागर गरेको छु कि यदि मान्छे काम गर्यो र कामले गर्दा पैसा आउँछ, जसले गर्दा फाइनेन्सियली फ्रिडम हुन्छ र आफ्नो फ्यामिलीलाई एउटा स्ट्यान्डर्ड लाइफ प्रोभाइड गर्न सकिन्छ, फाइनेन्सियली सेक्युरिटी प्रदान गर्न सकिन्छ, लिभिङ लाइफ स्ट्यान्डर्ड हुन सक्छ र मान्छेहरूले विभिन्न प्रकारको चाहे गभर्मेन्ट, प्राइभेट या आफ्नो सानोतिनो बिजनेस गरेर जुन छ पैसा कमाउँछ र फ्यामिलीलाई एउटा स्ट्यान्डर्ड लाइफ प्रदान गर्दछ। त काम भएपछि पैसा आउँछ, पैसा आएपछि जीवनमा उन्नति प्रगति हुन्छ, एडभान्टेजका कुराहरू देखाएको छु र मैले यहाँनिर एउटा इक्जाम्पल पनि दिएको छु। मानौ My neighbor Ramesh worked hard, passed the medical entrance examination, got admission to a reputed college and saved 20 lakh rupees for his family. र मान्छेले एउटा सही परिश्रम गर्यो भने उच्च स्थानमा पुग्न सक्छ भनेर मैले चाहिँ एउटा इक्जाम्पल दिएको छु। त्यसै गरी बडी प्याराग्राफ 2 मा अन द अदर ह्यान्ड स्पेन्डिङ टु मच टाइम एट द वर्क प्लेस नेग्लेक्टिङ फ्यामिली लाइफ क्यान क्रिएट सिरियस प्रब्लम्स. People may not know what is happening in their families, which can lead to anxiety, conflicts, and misunderstanding. Family relationship may become weak because husbands, wives, and children do not receive enough love and affection. For example, many families around the world experience separation or divorce because of lack of quality family time. त म यहाँनिर डिसएडभान्टेजका कुराहरू देखाएको छु कि काम र पैसा महत्त्वपूर्ण छ, तर काम र पैसा महत्त्वपूर्ण हुँदैमा फ्यामिलीलाई टाइम नदिएपछि एउटा फ्रस्ट्रेसन, एउटा एन्जाइटीका कुराहरू, कन्फ्लिक्टका कुराहरू, मिसअन्डरस्ट्यान्डिङका कुराहरू फ्यामिलीमा देखा पर्छन् र अन्तमा फ्यामिलीहरू ब्रेक भएर पनि जान सक्छ र जीवनमा समस्या ल्याइदिन सक्छ। त म यहाँनिर डिसएडभान्टेजका कुराहरू, सपोर्टिङ रिजन्सहरू र एउटा रिलेभेन्ट इक्जाम्पल पनि दिएको छु। फर एक्जाम्पल, many families around the world experience separation or divorce because of a lack of quality family time. मानिसहरूले आफ्नो फ्यामिलीलाई क्वालिटी टाइम प्रोभाइड नगरेर धेरै फ्यामिलीहरू संसारमा डिभोर्स भइरहेको उदाहरण मैले दिएको छु। र कन्क्लुडिङ सेन्टेन्समा भनेको छु यहाँनिर, इन कन्क्लुजन, although work is necessary to maintain a good standard of life, giving valuable time to family and children is equally important. Therefore, people should maintain a healthy balance between work and family life to build strong family relationships which can promote happiness, motivation, and a better quality of time. त म यहाँनिर कन्क्लुडिङ सेन्टेन्समा देखाएको छु कि मानिसको जीवनमा काम र पैसा महत्त्वपूर्ण छ, किनकि काम र पैसाले एउटा स्ट्यान्डर्ड लाइफ मेन्टेन गर्नको लागि मद्दत गर्छ, फाइनेन्सियल फ्रिडम दिन्छ, तर काम र पैसा नै सबै कुरा होइन। मानिसले काम र पैसाको साथसाथै आफ्नो फ्यामिली लाइफलाई पनि ध्यान दिनुपर्ने हुन्छ र फ्यामिलीलाई पनि क्वालिटी टाइम प्रदान गर्यो भने फ्यामिलीमा एउटा ह्याप्पिनेस, मोटिभेसन र बेटर क्वालिटी अफ लाइफ हुन सक्छ जीवनमा।
त तपाईहरुले डिस्कसन बेस्ड एसेमा हेर्नुभयो। सबभन्दा पहिला एउटा टपिक लेख्नुहुन्छ, त्यसपछि बडी प्याराग्राफ 1 मा तपाईले एडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ, एउटा सपोर्टिङ रिजनहरू लेख्नुपर्ने हुन्छ र एउटा रिलेभन्ट इक्जाम्पल दिनुपर्ने हुन्छ। त्यसैगरी बडी प्याराग्राफ 2 मा तपाईले डिसएडभान्टेजका कुराहरू लेख्नुपर्ने हुन्छ, सपोर्टिङ डिटेल्सहरू लेख्नुपर्ने हुन्छ र एउटा रिलेभन्ट इक्जाम्पल दिनुपर्ने हुन्छ र लास्टमा तपाईहरुले आफ्नो ओपिनियन रिस्टेटमेन्ट दिनुपर्ने हुन्छ र पुरै एसेको एउटा समरी जस्तो कन्क्लुडिङ सेन्टेन्सेसहरू लेख्नुपर्ने हुन्छ। कम्प्लिट गाइड टु पिटी एसे राइटिङ टाइप्स, स्ट्रक्चर एन्ड टिप्स। What are the main PT essay types we should practice? Most PT essay prompts fall into 4 main types: agree or disagree, advantages and disadvantages, problem and solution, and discuss both views. Each type requires a slightly different approach. For example, in an agree-disagree essay, we must clearly state our position, while in a discuss both views essay, we should explain both sides before giving our opinion. Understanding the question type helps us organize ideas more effectively. Another question is, how many words should a PT essay contain? A PT essay should generally be between 200 and 300 words. Writing fewer than 200 words may result in limited ideas expansion, while exceeding 300 words can increase the chance of grammar and spelling mistakes. A balanced length of around 220 to 270 words is equally safe and effective. त तपाईहरुले 200 भन्दा कम पनि वर्ड जानु भएन र 300 भन्दा बढी पनि जानु भएन। तपाईले एउटा ब्यालेन्स रूपमा लेख्नको निमित्त 230, 240, 250, 260 सम्म लेखेको राम्रो। नर्मली 250 सम्म लेखेको राम्रो हुन्छ। What is the best structure for a high scoring PTE essay? A simple and reliable structure includes 4 parts: an introduction, 2 body paragraphs, and a conclusion. The introduction should paraphrase the question and present a clear opinion. Each body paragraph should focus on one main idea with a relevant example. The conclusion should briefly restate the main opinion. त एउटा एसेमा नर्मली एन्ड इन्ट्रोडक्सन हुन्छ, 2टा बडी प्याराग्राफ हुन्छ र एउटा कन्क्लुजन हुन्छ। तपाईहरुले एउटा इन्ट्रोडक्सन, 2टा बडी प्याराग्राफ र कन्क्लुजन लेख्नुपर्ने हुन्छ। What tense and tone should we use in a PT essay? We should use a formal and professional tone. The simple present tense is most suitable for general statements and opinions. Other tenses can be used while giving examples, but consistency and clarity are important. What common mistakes reduce PT essay scores? Common mistakes include going off topic, writing unclear thesis statements, using very short paragraphs, repeating ideas, making long and confusing sentences, and having grammar or spelling errors. Careful planning and proofreading can prevent these issues. त तपाईहरुले एसे भित्रको टपिकलाई बुझेर लेख्नुपर्ने हुन्छ। तपाईहरुले जुन टपिक दिएको छ त्यसैको बेसमा रहेर कुराहरू लेख्नुपर्ने हुन्छ। टपिक बाहिर गएर लेख्नु पर्दैन। र तपाईहरुले जस्तै अब सिनोनिम वर्डहरुको प्रयोग गर्दा हुन्छ, किनकि कन्टेन्टमा पनि मार्क्स दिन्छ र तपाईहरुले लङ सेन्टेन्सहरु, कन्फ्युजिङ सेन्टेन्सहरु लेख्नु हुँदैन। सिम्पल टाइपको सेन्टेन्सहरु लेख्नुपर्ने हुन्छ र ग्रामर र स्पेलिङहरु सही रूपमा लेख्नुपर्ने हुन्छ, किनकि तपाईले राम्रोसँग लेख्नु भयो तर स्पेलिङ मिस्टेक भयो भने मार्क्स रिड्युस हुन्छ। यो सब कुराहरू तपाईहरुले विचार गर्नुपर्ने हुन्छ। म तपाईहरुको लागि केही इम्पोर्टेन्ट एसेहरु प्रस्तुत गरेको छु। तपाईहरुले भिडियो पज गरेर हेर्नु होला र चाहेमा स्क्रिनशट पनि लिदा हुन्छ र सबै एसेहरु एकचोटी राम्रोसँग पढ्नु होला।